के तपाईँलाई थाहा छ ह्याकरहरूलाई न तपाईँको इमेल एड्रेस चाहिन्छ न पासपोर्ट, ती बिना पनि तिनीहरूले तपाईँको एकाउन्ट ह्याक गर्न सक्छन् या तपाईँ भनेर लगइन गरेर तपाईँको मैयालाई मेसेज पठाउन सक्छन् है। अब कसरी भन्न लाग्न सक्छ, त्यसको लागि उनी एक लिङ्क युज गरेर उनीहरूले तपाईँको एकाउन्ट पुरै ह्याक गर्न सक्छन्। कसरी हुन्छ के हुन्छ कन्फ्युजन होला मनमा। ल मानौँ तपाईँ कुनै एप्लिकेसन चलाउँदै हुनुहुन्छ, जस्तै ल उदाहरणको लागि फेसबुक चलाउँदै हुनुहुन्छ, तपाईँ हुनुहुन्छ आफ्नो फेसबुकको ड्यासबोर्डमा लगइन सगिन गरिसक्नुभयो, ड्यासबोर्डमा पटक पटक मायालु तिमी कहाँ छ गर्दै मेसेज गर्दै हुनुहुन्छ मायालुलाई। ठ्याक्क म आएँ कहाँबाट, मैले तपाईँलाई चट्टसँग एउटा लिङ्क पठाएँ, ल मेसेजबाट चट्ट लिनुहोस् भनेर टक्कसँग लिङ्क पठाएँ। अनि तपाईँलाई लाग्छ के हो यो लिङ्क के को लिङ्क भनेर तपाईँले त्यो लिङ्क च्याप्नुभयो, यसरी गरेर च्याप्नु। अरे ट्याप गर्ने बित्तिकै तपाईँको सेसन आइडी जो छ त्यो मेरो सर्भरमा आउँछ ट्याप गरेर, तपाईँले देख्न सक्नुहुन्छ स्क्रिनमा। अब यो सेसन आइडीको गर्ने कि अब यो याद गर्ने कि के गर्ने यसको भन्ने लाग्न सक्छ मनमा। टक्कै त्यो सेसन आइडीलाई लग्ने, अनि त्यो सेसन आइडीलाई म लगेर आफ्नो ब्राउजरमा जान्छु टक्कसँग, अनि जुन प्लेटफर्म तपाईँ चलाउनु हुनुहुन्थ्यो त्यो प्लेटफर्ममा जान्छु, तलपट्टितिर त्यो सेसन आइडी हान्छु, त्योमा चट्ट डेभलपर मोडमा गएर यसरी हेर्नुहोस् चटचट हाने, अनि त्यसपछि टक्क इन्टर गर्छु, ल छिर्दिरह तपाईँको एकाउन्टमा। न इमेल हाने न पासवर्ड हाने, तपाईँको एकाउन्ट छिर्यो कि नै म गाइस, छिर्यो कि नै। अब मायालुलाई मेसेज गर्छु तपाईँको म। थ्याङ्क यू।